ओके, नमस्ते सम्पूर्णमा। आज हामी 7th रिलेटेड हेल्थ लोकसभा आयोगमा सोध्दै गरेका एमसीक्यू बारेमा डिस्कसन गर्न गइरहेको छु र हाम्रो फर्स्ट नम्बरको क्वेसन रहेको छ 7th क्रानियल नर्भ इज र हाम्रो अप्सन रहेको छ अप्सन नम्बर ए ओल्फ्याक्टरी नर्भ, अप्सन नम्बर बी भ्यागस नर्भ, अप्सन नम्बर सी फेसियल नर्भ र अप्सन नम्बर डी ग्लोसोफ्रेन्जियल नर्भ र यसको सही उत्तर हुन्छ अप्सन नम्बर सी फेसियल नर्भ है त। त्यो हाम्रो क्रानियल नर्भको 7 नम्बरमा पढ्न गइरहेको छ र क्वेसनले पनि 7th क्रानियल नर्भ भनेको छ, त्यही भएर हाम्रो अप्सन नम्बर सी चाहिँ एकदम बेस्ट एन्सर हुन गइरहेको छ है त। अब 7th रिलेटेड अरू कुन क्वेसन बन्छ भन्ने कुरा बुझ्नको लागि हामी लगभग 5 देखि 10 वटा 7th रिलेटेड क्वेसनहरूको बारेमा छलफल गरौँ त। स्टेरिलाइजेसन इन्स्ट्रुमेन्ट युज विथिन है त, जुन हामी इन्स्ट्रुमेन्टहरू युज गर्छौँ सर्जिकल इन्स्ट्रुमेन्टहरू, त्यसलाई स्टेरिलाइज एकपल्ट गरिसकेपछि त्यो हामी 7 दिनभित्रमा युज गरिहाल्नुपर्छ। त्यसै गरी अर्को रहेको छ फोलिस क्याथेटर चेन्ज इन एभ्री है त। फोलिस क्याथेटर जुन लगाएको हुन्छ त्यो चाहिँ एभ्री 7 दिनमा चेन्ज गरिराख्नुपर्ने हुन्छ। र अर्को छ सेरामिक फिल्टर क्लिन एभ्री। सेरामिक फिल्टर जुन हुन्छ हाम्रो मेथड अफ वाटर प्युरिफिकेसनभित्रमा स्मल स्केल वाटर प्युरिफिकेसन र लार्ज स्केलभित्रमा हुन्छ। त्यो हाम्रो स्मल स्केलभित्रको सेरामिक फिल्टरमा जुन हामी युज गरेको हुन्छौँ त्यो चाहिँ प्रत्येक 7 दिनमा क्लिन गर्नुपर्ने हुन्छ। त्यसै गरी अर्को छ एयरली न्युनेट डेनट्स है त। एयरली न्युनेट्स भनेको के हो भन्दाखेरि बच्चा जन्मेको 7 दिनसम्मलाई एयरली न्युनेट भन्न सकिन्छ। र अर्को क्वेसन रहेको छ वर्ल्ड हेल्थ डे इज सेलिब्रेटेड अन, त्यो पनि हाम्रो 7 अप्रिलसँग सम्बन्धित छ, 7 अप्रिल। अर्को छ एभरेज डायमिटर अफ आरबिसी है त। रेड ब्लड सेल जुन हाम्रो छ त्यसको एभरेज डायमिटर कति हुनसक्छ भन्न खोजेको छ, त्यो पनि हाम्रो 7 माइक्रोन मिटर हुन्छ। र अर्को छ अम्लाइकल कोड ड्राइज एन्ड फल्स है त। जुन बच्चा जन्मिन्छ, बच्चा जन्मिसकेपछि त्यसको अम्लाइकल कोड हुन्छ, त्यो कहिले टुटेर जान्छ वा झर्छ भन्न खोजेको छ, त्यो पनि हाम्रो रेन्जमा भन्दाखेरि 7 डेज हो। र अर्को चाहिँ एभरेजमा 7 देखि 10 दिनमा टुटेर जान्छ। र अर्को हाम्रो लास्टमा रहेको छ भर्टिब्रा प्रोमिनेन्ट इज विच नम्बर अफ सर्भाइकल भर्टिब्रा, त्यो पनि हाम्रो सर्भाइकल भर्टिब्रा 7 नम्बरसँग रिलेटेड छ। 7 नम्बर भर्टिब्रालाई सर्भाइकल भर्टिब्रालाई हामी भर्टिब्रा प्रोमिनेन्ट भन्न गइरहेको छौँ। र यो रह्यो हाम्रो 7 रिलेटेडसँग सम्बन्धित हेल्थ लोकसभा एमसीक्यूहरू। र यस्तै अन्य भिडियोहरू हेर्नको लागि तपाईहरू कृपया हाम्रो यो फेसबुक पेज सिटिभिटिएन लर्नर्स एन्ड हेल्थ लोकसभा एस्पिरेन्टलाई फलो गरिदिनु होला। हस्त, धन्यवाद।